नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। आजको यस भिडियोमा मैले 2083 साल ज्येष्ठ 10 गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित लोकसेवा तथा शिक्षक सेवासँग सम्बन्धित समसामयिक जेके प्रश्नोत्तर लिएर यहाँहरू सामु उपस्थित भएको छु। आउनुहोस् ढिला नगरी प्रश्नहरू सुरु गरौँ। प्रश्न नम्बर 1 बाट। प्रश्न नम्बर 1 मा भनेको छ, चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार 2083 समारोहमा प्रतिष्ठित दीर्घ साधना सम्मानबाट कसलाई सम्मानित गरियो भनेर भनेको छ। चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार 2083 समारोहमा चाहिँ प्रतिष्ठित दीर्घ साधना सम्मानबाट हास्य कलाकार मदन कृष्ण श्रेष्ठलाई सम्मानित गरिएको थियो। यस पुरस्कारको राशि भनेको नगद 3,75,000 रुपियाँ रहेको थियो। विजेता चलचित्र एवं विधागत पुरस्कारहरू भनेको छ, सर्वोत्कृष्ट चलचित्रमा सर्वोत्कृष्ट निर्देशक नवीन चौहान, उनको सर्वोत्कृष्ट चलचित्र उनको स्वेटर बनेको छ भने सर्वोत्कृष्ट निर्देशक नवीन चौहान चलचित्र उनको स्वेटर, उत्कृष्ट अभिनेत्री मिरुना मगर चलचित्र उनको स्वेटर, चलचित्र अभिनेता निर शाह चलचित्र परान, उत्कृष्ट लेखक पटकथा तथा संवाद दीपक प्रसाद आचार्य काकु र एम थापा चलचित्र परानबाट, उत्कृष्ट छायाङ्कन पदमबहादुर श्रेष्ठ बाबु चलचित्र कोसेडुङ्गाबाट, उत्कृष्ट सम्पादन नहकुल खड्का चलचित्र कोसेडुङ्गाबाट, आदिवासी जनजाति तथा विशेष चलचित्रतर्फ उत्कृष्ट आदिवासी जनजाति चलचित्र इन्दिरा धिमे मैचा नेपाल भाषाको, विशेष चलचित्र पुरस्कार ज्योतिराज राई चलचित्र नाक्सोङबाट रहेको छ। निर्णायक समिति जुरी प्रोत्साहन पुरस्कारमा आना शर्मा चलचित्र रमिताको पिरती र विमोचन दवाडी चलचित्र झरीपछिको इन्द्रिणीबाट सम्मानित हुनुभएको छ भने राष्ट्रिय चलचित्र सम्मानमा मेनुका प्रधान, लक्ष्मी बारदेवा, एन्जिला सुब्बा, रोहित रुम्बा, अविनाश विक्रम शाह, डाक्टर सिंह गुरुङ, विनोद शेरचन, विष्णु गोपाल श्रेष्ठ, शङ्कर पाण्डे र पत्रकार प्रकाश सुवेदी 10वटा श्रेष्ठ सम्मानित हुनुभएको छ। मरणोपरान्त सम्मानमा पत्रकार स्वर्गीय दिनेश सिटौला हुनुभएको छ भने उहाँलाई राशि यो पुरस्कारको राशि भनेको 50,000 रुपियाँ रहेको थियो। त्यसैगरी पुरस्कार राशिमा दीर्घ साधना र मरणोपरान्त सम्मान बाहेकका सबै विधागत पुरस्कारको राशि जनै 25,000 रुपियाँ रहेको छ। त्यसैगरी प्रश्न नम्बर 2 मा जाउँ। विश्व सङ्गीत दिवस कहिले मनाइन्छ भनेको छ। विश्व सङ्गीत दिवस जुन 21 मा मनाइन्छ। सन् 2082 देखि मनाउन सुरु गरिएको छ। नेपालमा विक्रमसम्म 2045 सालदेखि मनाउन थालिएको हो। सङ्गीत केवल धुनहरूको संयोजन मात्र होइन, यो मानव भावनाको प्रकटीकरण र ब्रह्माण्डको सबैभन्दा शक्तिशाली अभिव्यक्ति हो। यही शाश्वत सत्यलाई आत्मसात गर्दै सन् 1982 देखि सङ्गीत दिवस मनाउन थालिएको हो भनेर भनेको छ। त्यसैगरी प्रश्न नम्बर 3 मा जाउँ। बागमती प्रदेश आर्थिक सर्वेक्षण 2082-83 अनुसार आर्थिक वर्ष 82-83 मा प्रदेशको आर्थिक वृद्धि दर कति रहने अनुमान छ भनेर भनेको छ। बागमती प्रदेशको आर्थिक सर्वेक्षण 2082-83 अनुसार आर्थिक वर्ष 82-83 को प्रदेश आर्थिक वृद्धि दर भनेको 5.4% रहने अनुमान गरिएको छ। बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन 24 खर्ब 23 अर्ब रुपियाँ रहने अनुमान छ। प्रति व्यक्ति आय 2644 अमेरिकी डलर पुग्ने अनुमान छ। क्षेत्रगत योगदान बागमती प्रदेशमा सेवा क्षेत्रबाट 76.6%, उद्योग क्षेत्रबाट 12.2%, कृषि क्षेत्रबाट 11.2% रहने अनुमान रहेको छ। त्यसैगरी प्रश्न नम्बर 4 मा जाउँ। हालै प्रतिष्ठित अन्तर्राष्ट्रिय मापदण्ड ISO 901 र ISO 1401 प्रमाणीकरण प्राप्त गर्न सफल नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी कुन हो भनेको छ। अन्तर्राष्ट्रिय मापदण्ड ISO 901 र ISO 1401 प्रमाणीकरण प्राप्त गर्न सफल नेपाल दूरसञ्चार सेवा प्रदायक भनेको एनसेल रहेको छ। एनसेलले गुणस्तर व्यवस्थापन प्रणालीका लागि ISO 901 र वातावरणीय व्यवस्थापन प्रणालीका लागि ISO 1401 को अन्तर्राष्ट्रिय मान्यता पाएको छ। यसअघि एनसेलले 2081 पुसमा डेटा सुरक्षाका लागि ISO 2701 र 2022 र गोपनीयता व्यवस्थापनका लागि ISO 27701 2019 मान्यताको प्रमाणपत्र पाएको थियो, जुन यो वर्ष नवीकरण समेत भएको छ। त्यसैगरी प्रश्न नम्बर 5 मा जाउँ। बेलायतका प्रधानमन्त्री कियर स्टामरले आफ्नो पदबाट राजीनामा दिने घोषणा कहिले गरेका हुन् भनेको छ। बेलायती प्रधानमन्त्री कियर स्टामरले आफ्नो पदबाट राजीनामा दिने घोषणा भनेको सन् 2026 जुन 22 मा गरेका छन्। अपेक्षाकृत रूपमा आर्थिक सुधार गर्न नसकेको आलोचना भइरहेको परिप्रेक्ष्यमा उनले राजीनामा दिएका छन्। उनी 5 जुलाई 2024 मा प्रधानमन्त्री बनेका थिए।
त्यसैगरी प्रश्न नम्बर 6 मा जाउँ। अनौठो प्राकृतिक विशेषता बोकेको प्रसिद्ध गाँजाको दह कहाँ पर्दछ भनेको छ। अनौठो प्राकृतिक विशेषता बोकेको प्रसिद्ध गाँजाको दह भनेको जैमिनी नगरपालिका 3 दमेक बागलुङमा रहेको छ। यो दह बागलुङको जैमिनी नगरपालिकामा अवस्थित हुनुका साथै काठे खोला र बरेङ गाउँपालिकाको सिमानामा पर्दछ। यो दह समुद्री सतहदेखि करिब 2495 मिटरको उचाइमा अवस्थित छ। दहको नजिकै घना जङ्गल भए पनि पानीको सतहमा पातहरू तोरिएको देखिँदैन। हावाको बहाव र रैथाने चराहरूले खसेका पात ठुँडले टिपेर बाहिर फाल्ने हुनाले यो दह सदा एना जस्तै कञ्चन रहन्छ। यस दहलाई देवराज इन्द्रको हात्ती एरावती गजले पानी खाने स्थानसँग जोडेर हेरिन्छ। दहको समीपमा सिद्ध बराह र शिव मन्दिर रहेका छन्, जहाँ जनै पूर्णिमा, साउनको सोमबार र शिवरात्रिमा मेला लाग्ने गर्छ। त्यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुछ्री लगायतका हिमालको दृश्यावलोकन साथै बागलुङ पर्वत, गुल्मी र तथा स्याङ्जाका विभिन्न भूभाग अवलोकन गर्न सकिन्छ। त्यसैगरी प्रश्न नम्बर 7 मा जाउँ। बेइजिङ 30 को विश्वव्यापी समीक्षा र मूल्याङ्कनका लागि संयुक्त राष्ट्रसङ्घको 69औं महिला आयोगको बैठक कहिले र कहाँ सम्पन्न गरियो भनेको छ। बेइजिङ 30 को विश्वव्यापी समीक्षा र मूल्याङ्कनका लागि संयुक्त राष्ट्रसङ्घको 69औं महिला आयोगको बैठक भनेको सन् 2025 मार्च 10 देखि 21 मा संयुक्त राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्क, अमेरिकामा गरिएको छ। यसको मुख्य एजेन्डा भनेको बेइजिङ घोषणापत्रको 30 वर्ष समीक्षा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 8 मा जाउँ। नेपाल सरकारद्वारा राष्ट्रिय खेलकुद नीति 2082 कहिले सार्वजनिक गरिएको छ भनेको छ। नेपाल सरकारद्वारा राष्ट्रिय खेलकुद नीति 2082 विक्रमसम्म 2082 असार 16 गते सार्वजनिक गरिएको हो। मन्त्री परिषदबाट स्वीकृति भएको मिति चाहिँ सन् 2082 असार 9 गते रहेको छ। औपचारिक रूपमा सार्वजनिक गरिएको मिति भनेको विक्रमसम्म 2082 असार 16 गते। यहाँ 3टा मिति जान्नु पर्यो। नेपाल सरकारद्वारा राष्ट्रिय खेलकुद नीति 2082 सार्वजनिक कहिले गरियो भन्दाखेरि 2082 असार 16 गते। मन्त्री परिषदबाट स्वीकृत मिति असार 9 गते र औपचारिक रूपमा सार्वजनिक असार 16 गते भनेर यो दुईटा सेम भयो। यो चाहिँ मिति जान्नु पर्यो है तपाईँहरूले। यस नीतिले राष्ट्रिय खेलकुद नीति 2067 लाई पूर्ण रूपमा विस्थापन गरेको छ भनेर भनेको छ। त्यसैगरी प्रश्न नम्बर 9 मा जाउँ। विश्वका 8000 मिटरभन्दा अग्ला सबै 14 हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् भन्दाखेरि दावा याङजुम शेर्पा दोलखाबाट रहेकी छन्। उनले चाहिँ विश्वका 8000 मिटरभन्दा अग्ला 14 वटा हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली हुन् है त। उनले सन् 2024 अक्टोबर 9 विक्रमसम्म 2081 असोज 23 मा चीनको तिब्बतमा अवस्थित सिसापाङमा हिमाल 8027 मिटरको सफल आरोहण गरेर यो ऐतिहासिक कीर्तिमान पुरा गरेकी हुन् भनेर भनेको छ। उनले अन्तिममा आरोहण गरेको हिमाल भनेको सिसापाङमा हिमाल रहेको छ, जुन चाहिँ 8027 मिटर अग्लो छ। त्यसैगरी प्रश्न नम्बर 10 मा जाउँ। बेसी सहरदेखि हिमाली जिल्ला मनाङसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको वैकल्पिक पदमार्गलाई के नामाकरण गरिएको छ भनेको छ। बेसी सहरदेखि हिमाली जिल्ला मनाङसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको वैकल्पिक पदमार्गलाई लालुपाते पदमार्ग भनेर नामाकरण गरिएको छ। त्यसैगरी प्रश्न नम्बर 11 मा जाउँ। संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन FAO ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो भनेको छ। बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स भनेको टेलिप्लान्ट डाक्टर भन्ने रहेको छ। त्यसैगरी प्रश्न नम्बर 12। सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डको इतिहासमा सबैभन्दा बढी 4 पटक एल्बम अफ द इयर अवार्ड जितेर कीर्तिमान कायम गर्ने कलाकार को हुन् भनेको छ। सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डको इतिहासमा सबैभन्दा बढी पटक अथवा 4 पटक, सबैभन्दा बढी भनेको 4 पटक एल्बम अफ द इयर अवार्ड जितेर कीर्तिमान कायम गर्ने कलाकार भनेको टेलर स्विफ्ट अमेरिकी गायिका रहेकी छिन्। टेलर स्विफ्ट ग्रामी अवार्डको इतिहासमा 4 पटक एल्बम अफ द इयर जित्ने विश्वकै पहिलो र एकमात्र सङ्गीतकार हुन्। उनले यस विधामा 3 पटक अवार्ड जितेका लिजेन्ड कलाकार फ्र्याङ्क सिनात्रा, स्टिभी वन्डर र पल साइमनको कीर्तिमानलाई तोड्न सफल भएकी हुन् भनेको छ। पुरस्कृत एल्बममा फियरलेस 2010, 1990, 1916, फल्कलोर 2021 र मिडनाइट्स 2024बाट एल्बम अफ द इयर जितेकी छिन्, पुरस्कार प्राप्त गरेकी छिन्।
प्रश्न नम्बर 13 मा अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ भनेको छ। अन्तर्राष्ट्रिय योग दिवस भनेको जुन 21 मा मनाइन्छ। सन् 2026 को 12औं योग दिवस रहेको छ। यसको नारा भनेको स्वस्थ बुढ्यौलीका लागि योग भन्ने रहेको छ। यो चाहिँ तपाईहरुले सम्झिनु पर्नेछ। 2025 को नारा भनेको सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने रहेको थियो। सन् 2024 सेप्टेम्बर 27 मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त राष्ट्र संघको 69औं महासभा समक्ष राखिएको प्रस्ताव पारित भए पश्चात सन् 2015 जुन 21 देखि विश्वभरि औपचारिक रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा आन्तरिक रूपमा विक्रम सम्वत 2072 माघ 1 गतेदेखि प्रत्येक वर्ष माघ 1 गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँदै आइरहेको छ। माघ 1 गतेलाई। त्यसैगरी प्रश्न नम्बर 14 मा जाउँ। दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने स्वदेशी खपतका लागि प्राकृतिक ग्यासको भण्डारण फेला परेको छ भनेको छ। कम्तीमा 50 वर्ष पुग्ने अनुमान गरिएको छ। प्रारम्भिक खानी अन्वेषण प्रतिवेदन अनुसार सो क्षेत्रमा 1 अर्ब 12 करोड घनमिटर मिथेन ग्यासको भूमिगत भण्डार रहेको पुष्टि भएको छ। चीन सरकारको आधिकारिक निकाय चाइना जियोलोजिकल सर्वेले विक्रम सम्वत 2080 वैशाखदेखि सुरु गरेको विस्तृत ड्रिलिङ र अनुसन्धानको अन्तिम नतिजा विक्रम सम्वत 2082 असारमा बाहिर आएको हो। हाल नेपालको कुल वैदेशिक आयातमध्ये 18% हिस्सा पेट्रोलियम पदार्थले मात्र ओगटेको छ। यो खानीको व्यावसायिक उत्खनन सफल भएमा नेपाली भान्सा र यातायातका साधनमा स्वदेशी इन्धन प्रयोग भई देशको अर्थतन्त्रले अभूतपूर्व छलाङ मार्ने विश्वास गरिएको छ। त्यसैगरी प्रश्न नम्बर 15 मा जाउँ। हाल कार्यान्वयनमा रहेको पर्यटन नीति कुन हो भनेको छ। हाल कार्यान्वयनमा रहेको पर्यटन नीति भनेको राष्ट्रिय पर्यटन नीति 2082 रहेको छ। नेपाल सरकार मन्त्री परिषदद्वारा स्वीकृत नीति यो चाहिँ सन् 2000 राष्ट्रिय पर्यटन नीति 2082 स्वीकृत भनेको विक्रम सम्वत 2082 असार 13 गते हो। राष्ट्रिय पर्यटन नीति 2065 लाई प्रतिस्थापन गरी आएको यस नीतिले परम्परागत पर्यटन शैलीलाई परिमार्जन गर्दै डिजिटल पर्यटन क्षेत्रमा निजी लगानीको प्रोत्साहन, वातावरण मैत्री एवं दिगो विकासको अवधारणालाई मुख्य रणनीतिक स्तम्भको रूपमा अघि सारेको छ। त्यसैगरी प्रश्न नम्बर 16। प्रसिद्ध देशभक्तिपूर्ण गीत रातो र चन्द्र सूर्यका रचनाकार अथवा गीतकार कोन भनेर सोधेको छ। प्रसिद्ध देशभक्तिपूर्ण गीत रातो र चन्द्र सूर्यका रचनाकार भनेको गोपाल प्रसाद रिमाल रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 17 मा जाउँ। काठमाडौँ महानगरपालिकाले जलवायु सङ्कट र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि कुन अभियान सञ्चालन गर्ने घोषणा गरेको छ भनेको छ। काठमाडौँ महानगरपालिकाले जलवायु सङ्कट र फोहोर मैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि जिरो वेस्ट सिटी भनेर अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। काठमाडौँ महानगरपालिकाद्वारा सन् विक्रम सम्वत 2082 असार 29 गते आयोजित नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस रूपान्तरणकारी अभियानको घोषणा गरिएको हो। अभियानका 3 मुख्य रणनीतिक खम्बा चाहिँ फोहोरबाट ऊर्जा उत्पादन, सामुदायिक पुनः प्रयोग केन्द्र र सहरी वनको अवधारणा भन्ने रहेको छ। साथीहरू, तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी आफ्नो साथीहरूमा सेयर गर्न नभुल्नुहोला। मिल्नेछौँ अर्को नयाँ भिडियोमा। त्यतिन्जेलको लागि बिदा चाहन्छु। यहाँहरूको समय शुभ रहोस्। हस्त। धन्यवाद।